हेलो साथीहरु, यो भिडियोमा म तपाईलाई सिकाउन गइरहेको छु। हाम्रो यस्तो इन्जिनियरिङ स्केलको सहायताले तपाईले कसरी आफ्नो नापी नक्साबाट जग्गाको लेन्थ, विड्थ र एरिया निकाल्न सक्नुहुन्छ। आज यस भिडियोमा हामी यो सिक्न गइरहेको छौं। यसको लागि हामीले युज गरिरहेका छौं 1:100 को स्केल। यो स्केल तपाईहरुले आफ्नो नजिकै स्टेसनरीमा सजिलै पाउन सक्नुहुन्छ। र हाम्रो यो नक्साको स्केल रहेको छ 1:2400। अहिले यो अलि मेटेको छ, तर यो 1:2400 को स्केल हो, जसको मतलब हो यहाँ हाम्रो जुन 1 युनिट हुन्छ त्यो फिल्डमा गएर 2400 युनिट हुन्छ। लाइक यदि यहाँ 1 सेन्टिमिटर छ भने फिल्डमा त्यो 2400 सेन्टिमिटर हुन्छ। यदि यहाँ यो 1 फिट छ भने फिल्डमा गएर त्यो 2400 फिट हुन्छ। त्यसरी यो स्केलको मतलब त्यसरी हुने गर्छ। र आज म तपाईलाई यो 101 नम्बर किता नापिरहेको छु। यहाँ हामी नाप्नलाई यदि हामीले लेन्थमा राख्यौं भने हामीले यो एउटा युनिटलाई 1 कन्सिडर गर्छौं। त्यसो भए यहाँ हाम्रो हेर्न सक्नुहुन्छ तपाईको यसको उस रहेको छ हाम्रो 5, 10, 15, 20, 25, 30, 32 पोइन्ट समथिङ र हामीले 32.5 लिहालौं। यता हाम्रो रहेको छ तपाईको 5, 10, 15, 20, 25, 30, 31, 32। यो हाम्रो 32 रहेको छ। यो अर्को साइड 5, 10, 15, 20, 25, 30, 35, 40, 41, 42। यो हाम्रो 42 रहेको छ। र यो हाम्रो यो 600 को स्केल हुन्छ। 1:100 भनेको यो 600 को स्केल हुन्छ। यदि हाम्रो यहाँ स्केल चाहिँ 1:600 हुन्थ्यो भने हामीले 1 युनिट बराबर 1 युनिट इज इक्वल टु 1 फिट कन्सिडर गर्थ्यौं। तर यो हाम्रो तपाईको 2400 को स्केल छ। त्यसो भए हामीले 2400 लाई 600 ले डिभाइड गर्छौं र यो 4 आउँछ। त्यसो भए यहाँ 1 युनिट भनेको फिल्डमा 4 युनिट। त्यसैले यहाँ यदि हाम्रो तपाईको 42 छ भने यसले हामीले 42 * 4 गर्नुपर्छ। त्यसैले हाम्रो यदि यहाँ 42 छ भने यसलाई हामी 42 * 4 गर्नुपर्छ। र यहाँ 32.5 छ भने यसले पनि 4 ले गुणा गर्नुपर्छ। या 42 लाई 4 ले गुणा गर्नुपर्छ। यो 32 लाई पनि 4 ले गुणा गर्नुपर्छ। यदि हाम्रो यहाँ स्केल चाहिँ 1200 को हुन्थ्यो भने हामीले यो 1200 लाई तपाईलाई 600 ले डिभाइड गरेर यहाँ 2 हुन्थ्यो। त्यसैले यहाँ यदि हामीले कुनै कुरा 32 छ भने त्यसलाई हामीले 2 ले मल्टिप्लाई गर्थ्यौं। यहाँ 42 छ भने यसले 2 ले मल्टिप्लाई गर्थ्यौं। यदि यहाँ 500 हुन्थ्यो भने त्यही 500 को स्केल हुन्थ्यो भने 500 लाई हामीले 600 ले डिभाइड गर्थ्यौं र हाम्रो जति आउँथ्यो 500 डिभाइड बाइ 600 0.8333 ले मल्टिप्लाई गर्छौं। त्यसो भएर यो हाम्रो यो 42 भएको साइज हाम्रो अहिले आउन जान्छ 42 * 4 168 फिट 168 फिट र यो 32.5 भएको साइज हाम्रो आउँछ 130 फिट 130 फिट। यो 42 भएको साइड हाम्रो आउँछ 168 फिट र यो 32 हाम्रो आउँछ 128 फिट। यसरी नाप्दाखेरि हामीले के थाहा पायौं भने हाम्रो यो साइड चाहिँ तपाईको 130 फिट, यो साइड चाहिँ हाम्रो 168 फिट, यो साइड हाम्रो 128 फिट र यो साइड हाम्रो 168 फिट रहेको छ। त्यसैगरी एउटा अरू जग्गा हाम्रो हुन साथीहरु मैले 104 नम्बर किता नाप्छु तपाईहरुको लागि। यहाँ हाम्रो मेजरमेन्ट रहेको छ तपाईको 25, 30, 35, 30.5
35 र 35.5 यो चाहिँ 35.5 रहेको छ। यो चाहिँ हाम्रो 5, 10, 15, 20, 25 र 26 रहेको छ। पच्चीस 30 35 यो 35 मा थोरै कम यो 34.5 जति रहेको छ। 5, 10, 15, 20, 25 यो चाहिँ 26 रहेको छ साथीहरु। अब जस्तो कि हामीले थाहा छ यो हाम्रो 2400 को स्केल हो, त्यसैले हामीले जति आएको हुन्छ यो सबैलाई 4 ले जति पनि साइड आएको हुन्छ यो सबैलाई 4 ले मल्टिप्लाई गर्नुपर्छ। त्यसैले यसले सबैले 4 लाई मल्टिप्लाई गर्दा 26 × 4 हाम्रो 104 फिट हुन्छ। यो पनि 104। यो 35.5 आएको साइड चाहिँ 142 फिट हुन्छ। यो 34.5 आएको साइड चाहिँ हाम्रो 138 फिट हुन्छ। अब एरिया निकाल्नको लागि हामीले डायगोनल पनि निकाल्नु पर्छ साथीहरु। अब हाम्रो चारपाटे जग्गा भयो भने यसलाई हामीले हातले नाप्न पनि सजिलो हुन्छ, तर अलि नमिलेको जग्गा जस्तो कि यस्तो टाइपको जग्गाहरु भयो भने यसलाई हामीले लेन्थ त नाप्न सकिन्छ, तर एरिया निकाल्नलाई हामीले यसलाई ट्रायंगुलेसन गर्नुपर्छ सबै पार्टलाई, अनि त्यसपछि बल्ल हामीले एक्ज्याक्ट एरिया निकाल्न सक्छौं। यदि हामीले एभरेज निकाल्ने कोसिस गर्यौं भने यो रङ हुन जान्छ। अहिले यो किनकि हाम्रो जग्गा अहिले ट्रायंगुलर सेप अहिले ठ्याक्क चारपाटे सेपमा छ, यसलाई हामीले लगभग एरिया चाहिँ एक्युरेट नै निकाल्न सक्छौं। हेर्न सक्नुहुन्छ यो अर्को नक्सा हो जसमा कि हाम्रो स्केल 1:500 रहेको छ। यसमा मैले तपाईहरुलाई यो 174 किता नम्बर नापेर आउँछु। 174 कितामा हेर्न सक्नुहुन्छ यो हाम्रो रहेको छ 25, 30, 35, 40, 45, 50, 50 यहाँसम्म र यो 25, 75 र अझै 1 यो चाहिँ हाम्रो साइड रहेको छ तपाईको 50 र 25, 75 यो 76 रहेको छ। त्यस्तै गरी यो साइड हाम्रो रहेको छ 25, 30, 35 मा थोरैको यो 34 रहेको छ। सिमिलरली यो साइड हाम्रो रहेको छ तपाईको 74, 50, 75 मा थोरै कम 74 रहेको छ। र यो साइड हाम्रो रहेको छ 25, 30, 31, 32.5 हाम्रो 35 रहेको छ। अब किनकि यो साथीहरु 500 को स्केल हो, त्यसैले हामीले यसलाई एक्चुअल लेन्थ निकाल्दाखेरि इन्टु 0.833 गर्नुपर्छ। यो 0.83 कहाँ आयो भने 600 लाई हामीले 500 लाई हामीले स्केलको 500 लाई हामीले 600 ले डिभाइड गरेर गर्दाखेरि 0.833 आउँछ। त्यसै भएर यसको एक्चुअल लेन्थ हाम्रो हुन्छ 76 × 0.833 जुन चाहिँ 63.30 आउँछ। यो 34 × 0.833 गर्नुहुन्छ भने 28.32 आउँछ। सिमिलरली यो 74 लाई
0.833 ले मल्टिप्लाई गर्नुहुन्छ भने 61.642 आउँछ। र अर्को 33 लाई हामीले 0.833 ले मल्टिप्लाई गर्नुहुन्छ भने 27.489 आउँछ। यो चारवटै साइडको हामीले लेन्थहरु थाहा भइसक्यो। अब यसले हामीले L into B फर्मुला लगाएर हामीले एरिया निकाल्न सक्छौं। तर किनकि यहाँ साइडहरु सबै फरक छ त्यसैले हामीले एभरेज लिनुपर्छ। यसलाई यदि हामीले लेन्थ साइड मान्यौं भने यसलाई ब्रेथ साइड मान्यौं भने हामीले यसको एभरेज निकाल्नको लागि हामीले A plus B divided by 2 को फर्मुला तपाईले A plus B divided by 2 भनेको तपाईले दुईटैलाई जोड्नुस् र डिभाइड बाइ 2 गर्नुस् त्यो L हुन्छ। फेरि अर्को साइडलाई पनि दुईटै साइडलाई जोडेर डिभाइड बाइ 2 गर्नुस् त्यो ब्रेथ हुन्छ। र त्यसपछि L into B को फर्मुला लगाएर मल्टिप्लाई गरेर तपाईले एउटा एभरेज एरिया पत्ता लगाउन सक्नुहुन्छ। र एक्चुअल एरिया निकाल्नको लागि जग्गालाई सबभन्दा बेस्ट मेथड भनेको ट्रायंगुलेसन मेथड हो। त्यो मेथडले हामीले एक्युरेटली जग्गाको एरिया पत्ता लगाउन सक्छौं। यो भिडियोमा यति नै साथीहरु। नेक्स्ट भिडियोमा मैले अहिले जुन नक्सामा नापेर तपाईहरुलाई हेराएको छु जग्गालाई, त्यो जग्गालाई मैले तपाईहरुलाई अटोक्याडमा लगेर नापेर हेराउँछु। एक प्रकारले त्यो चेक पनि हुन्छ र हामीले अटोक्याडमा आफ्नो नाप्ने नक्सालाई कसरी इम्पोर्ट गरेर जग्गालाई नापेर एरियाहरु पत्ता लगाउन सक्ने कुरा तपाईलाई थाहा पनि हुन्छ। त्यसैले मेरो नेक्स्ट भिडियो हेर्नलाई नछुटाउनु।